यसअघिको अध्यायमा कुमारजीको आज्ञाबाट घिरौला छिलछाल गरी सफा गरी काटकुट पारिएको छ। अब अर्को अध्यायमा हामी पकाउनेवाला छौँ। कुमारजी आज्ञा गर्नुहुन्छ। हे हन्तकाले कतिसम्म खान सकेको तैले घिरौला काटिछस्, आलु काटिछस्, प्याज काटिछस्, टमाटर काटिछस्, गडागडी ठिक्क पारिछस्, न्युटिला पनि भिजाएर छ। अब मजाले निचरेर चट्ट पारेर निचरेर अब चट्ट आगो बाल्ने अनि त्यसमा कालो खालको कुकर बसाउने, सेतो खालको बसाए नि हुन्छ। तुरुक्क पारेर तेल हाल्ने, अलिकति तेल हालेर चट्ट पारेर प्याज हाल्ने अनि प्याजलाई परपरी भुटेपछि दुईटा खोर्सानी प्वाट्ट फुटाएर हालेर गेडागुडी पनि हाल्ने चट्ट पारेर। अब त्यहाँ न्युटिला पनि हालेर यसो भुटे जस्तो गर्ने अनि एकछिन छोपिदिने। त्यसपछि चट्ट पारेर चाहिने जति नुन बेसार हाल्ने अनि यसो चलाउने। बेसार हालियो अब टक्क पारेर एकछिन चलाएर फेरि छोपिदिने अनि पारेर घिरौला सिरौला हालेर चट्ट पकाउने। एकछिन बाफिन्छ, मजाले पाकिन्छ। अब टमाटर हालिन्छ, चट्ट मसला डालिन्छ। अब पाक्छ 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 पाको। अब मस्त भातसँग लतार्ने, भातसँग लतारेको भिडियो चाहिँ अर्को भागमा।